हेलो गाइस, वेलकम टु माई भ्लग। आज चाहिँ हामी आएका छौँ हात्तीवन। हाम्रो उयो मोटे भाइको खै कहाँ आएछ यहाँ कान्छ यहाँ आइज हाम्रो मोटे भाइको गीतको भिडियो सुट गर्नको लागि हामी आएका छौँ। अनि म चाहिँ हल्का लिल झोला बन्न खोजेको, तर चस्मा मिलेन। हाम्रो शरण भाइ हुनुहुन्छ, हाम्रो एक्टर, लिड एक्टर। हाम्रो क्यामेरा डिरेक्टर हुनुहुन्छ हाम्रो अभि भेना। हाम्रो ड्रमर हुनुहुन्छ यहाँ हैन। ड्रमर हाम्रो ड्रमर, बेसिस्ट कमेर। यो चाहिँ लाइट रिफ्लेक्ट गर्ने यहाँ हाम्रो बेसिस्ट हुनुहुन्छ। अनि यो चाहिँ हाम्रो कामदार जिस्केर। आजको हाम्रो इन्स्ट्रुमेन्टहरू छ हाम्रो यो पी बेस, भेरी गुड। हाम्रो अनि एक्सको गिटार बेटा भर्जन, ठिक छ नि। अनि अलिअलि केबलहरू छ, यो चाहिँ देखाउन मात्र हो। हाम्रो ड्रुम छ, डुरुम आफैले ढाक्छ हो यसको। हाम्रो स्नेयर, हाम्रो ह्यामर गिटार, यो चाहिँ म बजाउँछु। विजय के भन्नु छ क्यामेरामा? क्या कहना चाहते हो? अरे भाई कुछ भी नहीं कहना चाहता मैं। ए भाई लोटा दो लोटा। देखिरहेको छु कि गाइस, म चाहिँ यो बाइकमा आएको। यो मेरो बाइक हो। के कुरा गर्ने यो XR 190 को होइन, यस्तो बवाल छ। बिस्ट। अब हाम्रो यहाँ साउन्ड चेकहरू हुन थालिसकेछ हो। के गर्दैछौ विजय तिमी? व्हाट आर यु डुइङ? फोहोर फाल्दै हुनुहुन्छ होइन। अब हामी यहाँ हेर्न जाँदैछौँ। मैले चाहिँ पिक ल्याउन बिर्सेछ, अब के गर्ने होला। अब ड्रमर प्रवीण बस्नेत अनि हाम्रो यहाँ हाम्रो हुनुहुन्छ यहाँ तिमोथी बस्नेत। तिमोथी सुनार। अब पिक ल्याउन बिर्से, के गर्ने होला। अब यहाँ काठको पिक बनाउनु पर्छ जस्तो फिल भइरहेछ गाइज मलाई होइन। फाइनली पिक भेटेछ केटा हो। पिक भेट्यो नि त, पिक भेट्यो के पिक भेट। एउटा सिक ड्रम सोलो हानिदिनुहोस् न सर। यही हो। अब हाम्रो यहाँ गिम्बल असेम्बल हुँदैछ। हाम्रो केशव दाइले गर्दै हुनुहुन्छ। गिम्बल असेम्बल भइसकेको छ। अब म पोजिसन ब्यालेन्स मात्रै गर्न बाँकी छ। तपाईं के 50 mm चलाउने हो? के चलाउँछ? ब्यालेन्स मात्रै गर्न बाँकी छ। भेरिएसन छ के आई क्यान चेन्ज। हाम्रो लिड सिङ्गर एउटा गीत गाइदिनुहोस् न हजुर प्लिज। एउटा तपाईँको नाम के हो तिम्रो नाम? भाइ परिचय पाम। एउटा गीत गाइदिनु पर्यो ल, दामी खालको गीत गाइदिनु पर्यो। केही नदेख्ने गाइस, हाम्रो चाहिँ अब 4-5 सुट भइसकेको छ। यहाँ पसिना देख्न सक्नुहुन्छ तपाईँहरूले। ब्रेकमा पनि यिनीहरू यसरी बजाइरहेको छ। हामी यसमा के भन्ने? के परमेश्वर पक्षपात गर्नुहुन्छ? त्यस्तै के छ? के हो हाम्रो गीतको नाम दादा? हाम्रो गीतको नाम के हो? उड्दैछु म।
अहिले जाने चाहिँ गुड्दै जाने हो फेरि तर हामी उड्दैछौँ ओ हाम्रो ड्रमर साहब नजिक आउनुहोस् न नजिक आउनुहोस् हाम्रो गीतको नाम के उड्दैछु म यस्तो सुटकै दिनमा पिम्पल आइदिइरहेको फुडाइदिएको बाले भएन भनेर आजको लागि ऱ्यापअप केटाहरू के भन्नु छ त एकदम दामी दामी छ के छ त ड्रमर हाम्रो आजको ऱ्यापअपमा एकदम ठिक छ हाम्रो मेन सिङ्गरले एकदम राम्रो गाउनुभयो अनि बेसिस्ट भोक लगाइरहेछ हाम्रो असिस्टेन्ट मेन डाइरेक्टरको असिस्टेन्ट हुनु ल आजलाई ऱ्यापअप के भन्दैन ऱ्यापअप होइन अब प्याकअप भइसक्यो सबै कुरा प्याकअप भइसक्यो गाइस हाम्रो फाइनली सकिसकेको छ हाम्रो गिटारिस्ट जोन पेट्रुची ब्ल्याक जोन पेट्रुची के भन्छ ल हाम्रो चाहिँ सुट सकिसकेको छ हाम्रो सिङ्गर देख्न सक्नुहुन्छ एकदम टायर्डमा हुनुहुन्छ अनि हाम्रो यहाँ बेसिस चाहिँ ड्रम सार्दै हुनुहुन्छ है अनि पुरै जानुभयो अब क्यामेरा दिएपछि अब बाटोको भिडियो खिच्नु हुन्थ्यो अब मेरो पछाडि उहाँ जी बस्नुहुन्छ होइन तर उहाँलाई क्यामेरा कुन चराको नाम हो थाहा नै छैन क्या अनि त्यही भएर अब भ्लग चाहिँ यतिमै एन्ड गर्नुपर्छ जस्तो छ होइन जय नेपाल टाटा बाबा के अरे अहिलेको लागि टाटा बाबा फेरि अहिलेको लागि टाटा बाबा
ल